हेलो गाइज वेलकम टु माई मिनी ब्लग। म चाहिँ आज नाइट काम गरेर निस्केँ कामबाट बिहान। अनि त्यसपछि मेरो चाहिँ यहाँबाट बस चढ्नुपर्छ होइन, स्टेसनसम्म चाहिँ बसमा जानुपर्छ। अनि बस पनि चढेँ म। आज चाहिँ हामी सिनकोबु जाने सोचिरहेछौँ। अनि त्यसपछि म यहाँ ठ्याक्कै स्टेसन पुगेँ। यहाँबाट चाहिँ ट्रेन चढ्नुपर्छ। ट्रेन चढेर चाहिँ नोरिखाई गर्नुपर्छ उता मिनामिउरामा गएर। अनि त्यसपछि यहाँ ठ्याक्क म मिनामिउरामा पनि पुगेँ। उसले मलाई यता पर्खिरहेको थियो। अनि ठ्याक्क मैले सिडीमा भेटेँ पनि, किन भन्दा आज हामी सिनकोबु जाने रिजन भनेको चाहिँ उसको कपाल स्ट्रेट गर्न जाने हो। अनि त्यसपछि कपाल स्ट्रेट गर्न जाने, अनि खाइमनहरू पनि गर्नु छ। अनि हामी चाहिँ यहाँ ताबातामा गएर नोरिखाई गऱ्यौँ। नोरिखाई गरेर अनि त्यहाँबाट चाहिँ सिनकोबु जाने रहेछ। अनि सिनकोबु द नेक्स्ट स्टेसन सिनकोबु भनेर नि आयो। अनि यहाँ झऱ्यौँ हामी। झरेर चाहिँ हामी टक्क मैले सिनकोबु स्टेसन चाहिँ फ्लेक्स गरेँ। अनि त्यसपछि चाहिँ ऊ अगाडि अगाडि, म चाहिँ पछि पछि लुकुर लुकुर पसल खोज्दै थियौँ। अनि पसल पनि भेट्यौँ हामीले टक्क। अनि पसल भेट्ने बित्तिकै अनि उसको स्टार्ट भइहाल्यो प्रोसेसिङ। मान्छेहरू रहेनछ, मान्छे धेरै रहेछ आज। अनि त्यही भएर अनि प्रोसेसिङ स्टार्ट भयो। अनि म चाहिँ यहाँ बसिरहेको छु। अनि बस्दा बस्दा थाकिएर अनि यसो गएर क्यामेरा देखाउन गएँ म, फेरि फोटोसोटो खिच्न होइन। अनि त्यसपछि ट्याक्कै उसको सकियो पनि स्ट्रेट गरेर। अनि यस्तो देखिरहेको थियो उसको कपाल चाहिँ। अनि त्यसपछि भोक लागिसकेको थियो हामीलाई, किन भन्दा बिहानदेखि केही खाएको थिएन। अनि 3, 4, 5 बजिसकेको थियो। अनि गएर हामीले त्यहाँ रेस्टुरेन्टमा गएर खाजासाजा खायौँ। खाजासाजा खाएर अनि त्यसपछि खाइमनहरू गरेर हामीले अनि फेरि सिनकोबु स्टेसनबाटै हामी ट्रेन चढ्ने भएको भएर सिनकोबु स्टेसन आयौँ। सिनकोबु स्टेसन आएर अनि यसो ट्रेन कुरेँ। अनि फेरि मैले उसको कपालको तारिफ गरेँ त्यहाँनिर। अनि त्यसपछि राम्रो भएछ जे होस् भनेर। अनि फेरि हामीले ट्रेनभित्र पनि यसो फेरि कपाल हेऱ्यौँ, राम्रो भयो, राम्रो धेरै राम्रो भएको थियो। अनि त्यसपछि उसको झर्ने स्टेसन पनि आयो। अनि त्यसपछि ऊ झऱ्यो बाई बाई भन्दै, सियु भन्दै। अनि त्यसपछि म चाहिँ लागेँ आफ्नो घरतिर गाइज। बाई बाई, लभ यु अल।